सेयरमा आजसम्म लगानी गर्नुभएको छैन? यस्ता छन् प्रक्रियाहरू। स्टेप 1 प्यान बनाउनुहोस्। सेयर बजारमा लगानी गर्न प्यान अनिवार्य भएको छ। तपाईँ नजिकको आन्तरिक राजस्व कार्यालय वा अनलाइनबाट प्यान बनाउन सक्नुहुन्छ। स्टेप 2 डिम्याट खाता खोल्नुहोस्। डिम्याट खाता तपाईँको सेयर सुरक्षित राख्ने डिजिटल खाता हो। ब्याङ्कमा गएर सजिलै डिम्याट खाता खोल्न सकिन्छ। स्टेप 3 मेरो सेयर खाता बनाउनुहोस्। डिम्याट खाता खोलेपछि सिरिएससीको पोर्टल मेरो सेयरमा आइडी र पासवर्ड प्राप्त गर्नुहोस्। यही प्लेटफर्मबाट आइपिओ गर्न सकिन्छ। स्टेप 4 ब्याङ्क खाता लिङ्क गर्नुहोस्। मेरो सेयर मार्फत आइपिओ आवेदन गर्न ब्याङ्क खाता लिङ्क गर्नु आवश्यक हुन्छ। एसपा प्रणाली प्रयोग गरेर रकम ब्लक हुन्छ, काटिँदैन जबसम्म सेयर छुट्दैन। स्टेप 5 आइपिओ आवेदन दिनुहोस्। आइपिओ भनेको नयाँ सेयर हो जुन कम्पनीले पहिलोपटक सर्वसाधारणमा ल्याउँछ। कम मूल्यमा सेयर किन्ने मौका हो। धेरै नेपालीहरूले यहीबाट सेयर सुरु गर्छन्। स्टेप 6 सेकेन्डरी मार्केटमा सेयर किन्ने ब्रोकर मार्फत। यदि आइपिओ पाउनु भएन भने चिन्ता छैन। सेकेन्डरी मार्केटमा ब्रोकरको माध्यमबाट सेयर किन्न सकिन्छ। फर्स्टमा चाहिँ हामीले ब्रोकर नम्बर चाहिँ छनौट गर्नुपर्छ। त्यसपछि ट्रेडिङ खाता खोल्नुपर्छ। त्यसपछि चाहिँ नेप्सेमा लिस्ट भएका सेयरहरू खरिद गर्न सकिन्छ। नेपालमा सेयर सुरु गर्न सजिलो छ, तर जानकारी आवश्यक हुन्छ। सुरु गर्न अघि सिक्नुपर्छ, अध्ययन गर्नुपर्छ अनि मात्र लगानी गर्नुपर्छ। हस्त धन्यवाद।